नमस्कार, म सुरज थापा। आज म तपाईहरुलाई पोखरामा पीएन क्याम्पस पढ्ने बेलामा सबिना दिदीसँग गरेको रोमान्सको कथा सुनाउँछु। वो सबिना दिदी निकै मिजासिली थिइन। मलाई भाइ भन्थिन्, म उनलाई दिदी भन्थे। सबै मेरो सपनामा लुगा खोलेर नाम्रे आउँथिन् अनि विपनामा पुरै लुगामा। उनको ब्रा भित्रको ती पोटिला दूध कति मिठो होलान्, उनलाई देखेपछि विचार आउँथ्यो। तर के गर्नु, त्यो सपना सपनामै सीमित रहेको थियो। उनी निकै पोटिली थिइन। ठूला ठूला साप्रा थिए अनि त्यही आकारका दूध। उनले लगाउने कालो ब्राको स्ट्राइप कुम हुँदै ढाडसम्म पुगेको हुन्थ्यो। कहिले काहीँ सोधम लाग्थ्यो, सबिना दिदी तपाई जहिल्यै कालै ब्रा किन लगाउनुहुन्छ? उनी पर्फ्युमकी बडो शौकिन थिइन। उनले कोठाको ढोका खोल्न साथ उनको पर्फ्युमको बास्ना मेरो कोठासम्म आइपुग्थ्यो अनि उनलाई सम्झदै छोड्ने गर्थे। उनी रातिको लुगामा निस्कदा देखेको उनको सलसलाउँदो जिउ अनि गाउनभित्र छचल्किएका सबिनाका दूध चाट्नै मन लाग्ने उनका चिल्ला अनि लामा तिग्रा। ओहो, सबिनाको त्यो गुलाबी ओठ, ती लामा घाँटी, उनको कपालको बास्ना सुग्न मेरो नाक त्यही जितिएका थिए। सधैँझै दिउँसो सबिना दिदीलाई सम्झिँदै हस्तमैथुन गर्न व्यस्त थिए। अबुई, के गेरेको तिमीले? ला, ढोका लगाउनै बिर्सेछ। सबिना दिदी ख्यालै नगरी सरासर भित्रै आइपुगिछन्। मलाई के गरम भयो। हत्तपत्त ट्राउजर माथि ताने। हत्तेरी दिदी, तपाईले बर्बाद गर्नुभयो नि। आफैलाई लाज लाग्दै थियो। लु केही भएन, यसरी दिउँसै त्यस्तो गर्नुहुन्न के भाइ? उल्टै दिदीको मस्किन। सबिना दिदीको विवाह भएको 2 वर्ष बढी भइसकेको थियो। उनी उमेरले त्यस्तै 25-26 पुगिन होलिन। तर उनका बुढा बिहे भएको केही महिनामै जापान हिँडेका, अहिले पनि उतै छन्। दिदी एक्लै कोठा लिएर बस्छिन्। उनको यस्तो प्रतिक्रिया सुनेर मलाई कताबाट जोस पो आयो। पुरै छोलेको भए त्यो जोस जाँगर आउँथे नहोला। दिदीले बीचैमा डिस्टर्ब गरिदिएकी थिइन। त्यही माथि स्वयं सपनीकी राजकुमारीले नै मेरो लाडो देखेपछि त अब के अप्ठ्यारो रह्यो र? अनि कहिले पो गर्नु र दिदी? एक्लै भएपछि के दिउँसो के राति? छ्या, कस्तो कुरा गरेको हौ तिमीले? दिदीले आफ्नै लबजमा हातको हाउभाउ दिँदै जवाफ दिइन। साँच्चैको दुखेसो पो पोखेको त दिदी? यसो भनिरहँदा म अझै खाटमै थिए। धत, यस्तो कुरामा ध्यान दिनुहुन्न के भाइ? अलि लजाउँदै मस्किँदै सम्झाउन खोजिन। आज दिदीले नै रङ्गे हात पक्रिनु भयो। अब त झन् यतातिरै ध्यान जान्छ नि। मैले हाँस्दै भने, बो, त्यस्तो कुरा नगर। म त तिमीलाई खाजा खान बोलाउन आएको ओ भने दिउँसै यस्तो गर्दै रहेछ। आज उता खाजा खान निम्तो दिएर उनी आफ्नो कोठातिर लागिन। कुनै विलम्ब नगरी म उनको पछि गए। उनले चिया बनाइन। म उनको खाटमा बसे। उनी पनि सँगै बसिन्। हामी चिया पिउन थाल्यौं। अनि दिदीले आज मेरो इज्जत लुटिहाल्नुभयो। मलाई त कस्तो अप्ठ्यारो लाग्यो। तिमी आफै गर्छौ, मैले कसरी लुटे हौ? उनले कर्के आँखामा मस्किँदै भनिन। यसरी पटक दिदी मस्किरहँदा मैले यही कुरा बारम्बार गरिरहन ऊर्जा पाइरहेको थिए। दिदी, एउटा कुरा सोधम? सोध न। मेरो कस्तो लाग्यो दिदीलाई? छ्या, के सोधेको त्यस्तो नि? उनले यति छिटो कुरा बुझेकोमा मलाई लाग्यो दिदीले पनि यही भावमा सोच्दैछिन्। मैले फेरि सोधे, भन्नु न दिदी, म पनि एउटा कुरा भन्छु नि। अनि के भन न? पहिले मेरो प्रश्नको जवाफ दिनु अनि तिमी पनि भन्नु न। कस्तो थियो? ठूलो सानो? छि, छोड यस्तो कुरा। भन्नु न के? अब देखेको कुरा भन्न नि। के को अप्ठ्यारो हो र? ठूलै थियो। लु भयो अब। दिदी यति भनेर हाँसिन। साँच्चै ठूलो थियो त भन्या? मैले कुमले उनको कुममा हान्दै जिस्किए। के उनले लाज मानिन्? तपाईको बुढाको भन्दा नि? धत, बुढाको कुरा नगर त। लु, के हुन्छ र? के दाइको सानो छ हो? उनी हाँसिन् मात्र। अनि के भन्छु भन्थ्यौ त अघि? नरिसाउने भए मात्र भन्छु, रिसाउँदिन भनन् अघि। त्यस्तो गरिरहँदा तपाईलाई नै सम्झदै थिए क्या? उनले यत्रो आँखा बनाएर मतिर हेरिन। रिसाउनुहुन्न भनेर पो भनेको। मैले बेखुसी भए जस्तो गरी भने, किन नि मलाई सम्झने? यस्तो राम्री सेक्सी दिदीलाई नसम्झे अरू कसलाई सम्झने त? मैले उनको कुमलाई टच गर्दै भने। उनले कुरा मोडिनन्। म सेक्सी छु र केटीहरूलाई प्रशंसा भए पनि अरू चाहिन्न भन्थे हो रहेछ। मैले फेरि प्रशंसा नै थपे। तपाई अति सेक्सी हुनुहुन्छ। आँखा, ओठ, घाँटी अनि सबै कस्तो मिलाएर बनाएको जस्तो। उनी मक्ख परेकी थिइन।
तर मक्ख नपरे जस्तो गरी फेरि सोधिन, सबै भन्नाले? सबै भन्नाले सबै नि दिदी। तपाईँ हात, खुट्टा, कम्मर, शरीर, ब्रेस्ट भन्दा उनका आँखा अलिक ठूला भए। एउटा कुरा सोधम? सोध न, मलाई सधैँ सोध्न मन लागिरहन्थ्यो। के यो कुरा चाहिँ? ल त नि, धेरै नबुमाई सोध। तपाईँ खाली कालो ब्रा मात्र किन लगाउनुहुन्छ? उनी मजाले हाँसिन्। तिमी त के हो ह, मेरो शरीर र लुगा हेर्दै बस्दो रहेछौ? भने नि, दिदी राम्री भएपछि नजर गइहाल्छ के भन्नु न किन? तिमीले कहिले देख्यौ भन त? देखेको होइन। ऊ हेर्नुन्, तपाईको कुममा कालो स्ट्राप छ त। हाहा, यो त समिज हो लाटा। अरे होर? अनि ब्रा? दिदी हाँसिन् मात्र। के हो सबिना दिदी, ब्रा नै नलगाउने तपाईँ? मैले जिस्काए। कसले भन्या लगाएको छैन भनेर? अनि समिज लगाएपछि कसले लगाउँछ त ब्रा? तिमीले त खुबै केटीको सबै कुरा थाहा पाएझै कुरा गर्यौ त। अहिले त दिदीले उल्टै मलाई गिज्याइन। खै त लगाएको भए मैले पनि जिस्काए। देखाउन मिल्ने कुरा हो र? मेरो चाहिँ हेर्न हुने, तपाईले चाहिँ देखाउन नहुने। झन् दिदीले देखाउनु होला भन्ने कत्रो आश गरेको। तिमी त साह्रै बिग्रेछौ कान्छा, उनले ठट्यौली गर्दै भनिन। दिदी हेर्छु नि एकपटक प्लिज, हेर दिदीसँग यस्तो भन्ने हो। दिदीलाई सम्झदै त्यस्तो गरेको भन्दा चाहिँ केही नभन्ने। अहिले चाहिँ दिदीसँग यस्तो भन्न पाइन्छ रे? तपाईको कुरा पनि बुझ्नै नसकिने के दिदी? एकपटक त हो नि, देखाउनुस् न प्लिज। दिदीले एकटकले मतिर हेरिन। खै तिम्रो देखाउ। अनि देखाउँछु, बस मलाई के चाहियो? अघि नै देखि ठन्किरहेको लाडो ट्राउजरबाट सुत्ता बाहिर निकालिदिए। दिदीले च्याप्प समातिन। ओहो, कस्तो करेन्ट लाग्यो जिउभरि। मैले दिदीको दुधका पोका बाहिरैबाट झम्टे। उनले केही भनिनन्। अलिक नजिक आएर मेरो लाडो हल्लाउन थालिन। लौ, तिम्रो इच्छा पूरा भयो। अघि आफै हल्लाउँदै थियौ, अब मैले हल्लाइदिए। उनको कान नजिकै गएर सानो स्वरमा भने, इच्छा त के छ के दिदी? उनको कान टोकिदिए। उनले लिङ्ग मज्जाले अचेटिन् अनि जोर जोरले हल्लाउन थालिन। उनको त्यो नरम हातभित्र लाडोभित्र बाहिर गर्न थाल्यो। दिदी टी सर्ट फुकाल्नु न, फुकाल्देऊ न, सेक्सी स्वरमा कान नजिकै आएर बोलिन। टी सर्ट फुकाल्दिए। भित्र कालो समिज थियो, त्यो पनि फुकाले। भित्र साँच्चै कालो ब्रा पनि रहेछ। टाइट ब्राबाट उनको दुध जरुक्क उठेका देखिन्थे। ब्राको बाहिरबाटै उनको दुध मुसारे। दिदीले ब्राको हुक खोलिन। बाफरे, कत्रा ठूला दिदी तपाईको दुध। छ्या, के बोलेको होला? बोल्न छोड, के गर्ने हो गर छिटो। दिदीलाई आत्तरी भए जस्तो छ। गर्ने नि दिदी, आज दुध पुती सबै चिक्ने हो। एक हातले दुध समात्दै अर्को दुध चुस्दै दिदीको ट्राउजर भित्र हात हाले। ओहो, तिमी त कति फरवार्ड हो। हतार छ र? छ नि दिदी, कति बेला पुती चुसम भएको छ। छ्या, तिमीले बोल्न नि के जानेको हो। गर्दा मज्जा आए जस्तै बोल्न नि मज्जा हुन्छ के दिदी? कति लाज मान्नुहुन्छ के तपाई? बरु मेरो लाडो चुस्नु न। छ्या, के को छ्या? उनको पुतीभित्र एउटा औला हालेर चलाए। उनी निहुरिन अनि बडो मजाले लाडो मुखमा हालेर भित्र बाहिर गर्न थालिन। मलाई असीमित आनन्द आउँदै थियो। केही मिनेटसम्म दिदीको मुखमा चिकिरहे अनि उनको ट्राउजर फुकालेर पुती चुस्न थाले। ओहो, त्यो पर्फ्युमको बास्नाको त के कुरा, असली बास्नादार चीज त त्यो पो रहेछ। दिदीको पुतीको स्वादले जिब्रो भरियो। दिदी खाटमा लम्पसार परिन। आहा भाइ, छिटो छिटो। ठन्किरहेको लाडो ल्वात्त दिदीको पुतीभित्र छिर्यो। उनी जोडले चिच्याइन्। अहा, औ, ल्वात ल्वात ल्वात। अहा भाइ, छिटो छिटो हर। औ, सबिना दिदीको ती उत्तेजक आवाजले अझै जोश आउँथ्यो। म अझै उनी माथि मच्चिन्थे। प्याट प्याट प्याट। चुडिएला झै उनको दुध निमोट्दै कति समयको सपना विपनामा परिणत गर्दै थिए। सबिना दिदीको बास्नादार कोटको खाटमा उनको पुती चिक्दै गए। उनको ठूला स्तन निमोट्दै गए, मुसार्दै गए। घरि उनको ओठ टोक्न पुग्थे। घरि उनको जिब्रोले मेरो मुख चिक्थ्यो, घरि मेरो जिब्रोले उनको मुख। उनका हरेक अंगको मज्जा लिँदै थिए। उनको पुतीमा लाडो ठोक्किदाको आवाज अझै कडा हुँदै थियो। प्वाट प्वाट प्वाट। लाडोको रफ्तार बढेसँगै दिदीको खाटको आवाज पनि बढ्दै थियो। उनी त झन् रातो कामुक अनुहारमा चिम्लिएको आँखा लिएर उत्तेजित हुँदै थिइन्। औ, 15-20 मिनेटसम्म लगातार दिदीको पुतीमा लाडोले बल लगायो। भाइ, बाहिर बाहिर। दिदी कराइन्। मैले स्वात्त बाहिर निकाले। दिदीले बाघले बाख्रा झम्टिएझै झम्टिइन।
स्वात्तै मुखभित्र हालिन। मैले पुतिमा भन्दा जोडले दिदीको लालुपाते ओठभित्र लाडो हुले अनि सकेको बलले भित्र बाहिर गरे। उनलाई सास फेर्न समेत अप्ठ्यारो भएको थियो। म भने जोड जोडले उनको मुखै फुट्ने गरी लाडो हुल्न थाले। केही छिनमै लाडोले भए जति सबै फुसी दिदीको मुखमा झार्यो। दिदीले जम्मै निलिन। म लखतरान भए। उनले लाडोको जम्मै फुसी चाटी चाटी सबै सकिन। उनको नाङ्गो दुधमा मुख जोतेर अङ्गालोमा राखिन। त्यसपछि हाम्रो नियमित सेक्स हुँदै आएको छ। उनको बुढा अझै जापानमा छन्, म भने यता उनको बुढीमाथि चिकामारी खेल्दैछु। दिदीलाई म भएकाले गजब भएको छ। बुढा भएर पनि के गर्नु, पुती यतै भएपछि लाडो पनि यतै खोज्न नै त पर्यो। कथा सकियो। सुनिदिनु भएकोमा धन्यवाद है।